पक्नुहोस् एकैछिन स्क्रोल नगर्नुहोस् है त। क्रिसमस नजिकै जाँदाखेरि युट्युब र सामाजिक सञ्जालहरूमा क्रिसमसको भजनहरू भरिन थाल्छन्। येशूको जन्मको सुन्दर समाचार गाउँदा हामी सबैको मन आनन्दित हुन्छ। तर एउटा कुरा, सानोतिनो कुरा धेरैजसो भजनहरूमा बारम्बार दोहोरिने गरेको देखिन्छ, गाईको गोठमा, येशू जन्मिनु भयो गाईको गोठमा भन्ने शब्दहरू। वास्तवमा भने बाइबलमा कहीँ पनि येशू गाईको गोठमा जन्मनुभयो भनेर लेखेको छैन। बाइबलले स्पष्ट रूपमा केवल एउटा मजर अथवा जनावरले दाना खाने एउटा भाँडो र ढुँडको कुरा उल्लेख गरेको छ, जसको अर्थ जनावर राखिने ठाउँ मात्र हो। तर कुन जनावर हो भनेर बाइबलले स्पष्ट लेखिएको छैन। यो शब्द सम्भवतः धार्मिक कला र परम्परा र सरल बुझाइको कारण नेपाली भजनहरूमा आएको हो। तर जब समय फेरिएको छ, बाइबलले जे भन्छ त्यो अनुसार सत्य र शुद्ध जीवनदायी भजन बनाउन सके त्यो अझै प्रभावकारी र आशिषपूर्ण हुन्छ। भजनले सत्य बोलेको बेला त्यही सत्य नै परमेश्वरको महिमा बन्छ। त्यसैले हामीले भजन सिर्जना गर्दा वा परिमार्जन गर्दा गाईको गोठ भन्ने शब्द येशू गाईको गोठमा जन्मनुभयो भन्ने सांस्कृतिक शब्द प्रयोग गर्नु नराम्रो होइन। तर बाइबलमा आधारित सन्देशलाई शुद्ध रूपमा प्रस्तुत गर्ने शब्दहरू चयन गर्न सके नेपाली क्रिसमसको भजनहरू अझै गहिरो र अर्थपूर्ण र आत्मिक रूपमा धनी बन्छन् कि आज सोच्ने दिन आएको छ। हामी भजन बनाउँदा सत्यमा आधारित शब्द प्रयोग गर्न सके कति सुन्दर हुन्थ्यो होला। कति प्रभावकारी, कति अर्थपूर्ण अनि कति आत्मिक रूपमा गहिरो। क्रिसमसको वास्तविक सन्देश भनेको येशूको सरलता, विनम्रता र प्रेम हो। यसैले भजन बनाउँदा वा गाउँदा यथार्थमा आधारित शब्द छान्न सके हाम्रो स्तुति अझै गहिरो र शुद्ध र जीवन परिवर्तन गर्ने बन्ला कि। यस वर्ष क्रिसमसका भजनहरू केवल परम्परा होइन, सत्यमा आधारित गुन्जियो भने एकदमै महिमामय र स्तुति बनोस्।